नमस्ते सम्पूर्णलाई। आज चाहिँ म अलिकति पुरानो भिडियोहरु शेयर गर्न चाहन्छु। काठमाडौँको भ्यालीभित्र बस्दा बस्दा यस्तो थकान लाग्छ हैन, कहिलेकाहीँ टाढा गएर चाहिँ रमाऊ अनि केही गरौँ केही खाऊँ जस्तो लाग्छ कि। सो हामी पनि अनि आज चाहिँ यस्तो लोकेसन चोइस गरेको छौँ, एकदमै रमाइलो बबाल भएको थियो हैन। र यो अनुभव तपाईहरुलाई शेयर गर्न चाहन्छु है त। हामी काभ्रे पलाञ्चोकको खानीखोला ट्राउट फार्ममा गएका थियौँ। एकदमै रमाइलो गरी गयौँ। त्यहाँनिर चाहिँ जाँदाखेरि चाहिँ यो लुबु बस पार्क हुँदै हुँदै अनि अफ रोड रहेछ, निकै नै अप्ठ्यारो बाटो थियो हामी जाँदाखेरि। सो अनि उकालो चढेर फेरि तल खानीखोला झर्नु पर्दो रहेछ। हामी चाहिँ निकै नै कष्ट गरेर गयौँ, तर त्यहाँ कष्ट गरेको अनुसार चाहिँ त्यहाँ पुगेपछि एकदमै रमाइलो हुने के छुट्टै नै फिल आउँछ। सो तपाईहरुलाई चाहिँ त्यहाँको दृश्य देखाउँछु म। एकदमै रमाइलो थियो, कसरी खाइयो हैन, कसरी रमाइयो। त्यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने ट्राउट फार्ममा चाहिँ आफैले फिसिङ गरेर चाहिँ निकालेर चाहिँ पर केजी हामीले चाहिँ पैसा तिरेर चाहिँ उहाँहरूले नै पकाइदिनुहुन्छ। अनि फ्राई खाने भए फ्राई दिनुहुन्छ, अनि मिठो मिठो अचारहरू पनि दिनुहुँदो रहेछ। हामीलाई चाहिँ एकदमै आनन्द भयो हैन। सो यो रमाइलो पलहरू किन तपाईहरुमा शेयर नगर्ने त भनेर यो भिडियो लेट भए पनि पोस्ट गरेको छु। अब के भयो त हेरौँ अनि सुनौँ है त। यहाँनिर चाहिँ आउने बित्तिकै माछा मार्न पाइने रहेछ। खोइ माछा यहाँ चाहिँ ट्राउट फार्ममा चाहिँ माछा पक्रिँदैछ हाम्रो। यति धेरै माछामा उसले एउटा पक्रिनै सकेको छैन। माछालाई पनि भाडा आइसक्यो यहाँ, तर माछा पक्रिनु सकेको छैन। त्यसरी हुँदैन, सरर लगेर सट्टै उगाउनुपर्छ नि। माछा पक्रिन नसकेको अवस्था। माछा फेरि कति छ हेर्नु है गाइज यहाँ। ओके, यो त हाम्रो पासा चाहिँ पुरै भिडियो बनाउँदै हो। हाम्रो लकेन्द्र राई माथि माछा उगाउँदा एउटा पनि पक्रिन नसकेर पार्यो एउटा। यहाँ ल्याउ बाल्टीमा, यहाँ यसरी टुप्पैमा पकेर खाने। चिप्लो हुन्छ त्यही घोप्ट्याउ न यसरी। मेरो त भिडियो आएको त पसिजान्छ फेरि उता। फाइनली एउटा निकाल्न सफल। ल नेक्स्ट, धेरै ठुलो प्रयास पछाडि एउटा पक्रिन सफल। ओ फेरि पर्यो। 2 केजी 3 केजी 2 केजी जति होला। कहाँको पर्ने त्यस्तो भएन क्या। समात्न गाह्रो हुन्छ।
माथि चलायो हुन्छ दुईवटा माछा सभा थियो अब यता त्यति घुम्ने यता चाहिँ रहेन रहेछ केही पनि ट्राउट माछा खान चाहिँ आएको ट्राउट माछा खाने हो अनि घर गएर चाहिँ फेरि लोकल भाले खोजेर खानु पर्ला डेन्जरस बाटो छ गाइस दही चाहिँ मै भएछ घिउ दही मै एकै ठाउँमा भयो यो दही चाहिँ हामीले नै उहाँले ल्याइदिनु भएको शमशेर दही दही चुरा अनि यो अचार स्पेसल दिनुहुँदो रहेछ एकदमै मिठो छ ट्राउट है गाइस खाए ल भन्नु न खाए ल भन्नुभएको त्यसरी खाने है अचारमा चोक्ने गाई यसरी टक्क चोक्ने सट्टले पनि माछा खाने तरिका यसो अनि कपको मुखमा राख्ने मायो है केसँग खाने भन्दाखेरि चिरुवासँग खाने भन्ने कुरा छ कस्तो छ मिठो सुक्ने दामी बनाउँदैछ यो त मिठो छ मजाको छ है मलाई त ढिलो पसन्द भएन ढिलो बल गर्दै हुनुहुन्छ पक्नै पर्यो साइनले पकाएको त उनीहरूले त खाने हो बडाले मान्छे तर उहाँले लास्टै ढिलो खानुहुन्छ नि त माछा माछा लास्टै पेटमा लकिन पेट देखाउँछ नाइ आयो कस्तो भित्र हालेको होइन के ओ के अरे भित्र हालेर हेर न होइन 2 केजी माछा देखाउनु भनेर होइन होइन त्यत्रो धेरै छैन सबैले पेट छामे छामे छ अझ अगाडि नै के धेरै भयो कि मलाई थाहा भएन है सायद अब चाहिँ घर जानुपर्छ 1 घन्टा लाग्छ घर पुग्नलाई बढी लाग्छ 1 घन्टा पनि बढी लाग्छ कुन ठाउँ अरे यो खाड खोला कि के अरे खानी खोला खानी खोलाको ट्राउट फिस काभ्रे